guys, welcome everyone है वेलकम टु माई न्यू ब्लग भनौँ न। अनि आज चाहिँ म काठमाडौँतर्फ लाग्न थालेको छु। काठमाडौँ चाहिँ किन जान थालेको छु भन्दाखेरि चाहिँ म चाहिँ एनपिएल हेर्न जान थालेको। अब आज फ्राइडेको म्याच बेलुका कसको पो थियो ठ्याक्कै मैले याद आएन, तर आज बेलुका अनि त्यसपछि आज बेलुकाको म्याच सकाइसकेपछि चाहिँ हामी भोलिको म्याच पनि हेर्छौँ स्याटरडेको। त्यसैले आज र भोलिको लागि हामी चाहिँ अब काठमाडौँ गइरहेको छौँ एनपिएल हेर्न। यो चाहिँ मेरो अब फर्स्ट टाइम स्टेडियममा गेम हेर्न गइरहेको छु। सो हेरिदिनु होला राम्रोसँग है त, रमाइलो गर्नुपर्छ। ओ के छ यार ओइ के छ रमाइलो गर्नुपर्छ है त। ल बाबा आज बल हुनेवाला छ बेलुकाको एनपिएल ल हामी चाहिँ अब सुरु हुनेवाला छ ल काठमाडौँतिर तर्फको के अरे जर्नी। ल पछाडि छन्, हामी चाहिँ डिपवाटारा भन्ने ठाउँमा आइपुग्यौँ। दुईजना यता दुईजना यता दुईजना अलिकति पछाडि छन् र आउँदैछन्। उनीहरूलाई हामी अलिकति माथि वेट गर्छौँ है त। के छ केटा? मेरो यो कुन ब्लग हो यो? विशाल ब्लग। विशाल ब्लग्स। भागिलबाट जान्छौँ होइन? ओके अरे खोइ हाम्रो ड्राइभर साहबलाई त कुन बाटो हामी जाने? फाकिलको बाटो। मामा हजुर केही भन्नु न। जोस् रमाइलो हुँदैछ। हामी कहाँ जाँथ्यो? एनपिएल हेर्न टियु जाँदैछौँ। अहिले चाहिँ हामी देउरालीमै छौँ। चिसो मौसम छ अनि कालो चिया हालेको होइन। एयरसेल ट्राभल खै त ब्रान्डिङ गर्नु पर्दैन? ब्रान्डिङ होइन, सेलिब्रेटी जस्तो फोटो खिच्नु परेको छ। फोटो खिचौँ है। के भ्लगमा आएछ किन फोटो चाहियो? स्टोरीमा अब ए हालिदिनु न स्टोरीमा। युबिनको फोन हो त्यो? होइन मेरोबाट। हाम्रो अर्को ब्लगर के हिसाब के भन्नु ब्लग के भन्नु चाहनुहुन्छ? हामी चाहिँ एनपिएल हेर्न टियु जानला। म चाहिँ स्टेडियममा बसेर कल्चर हेर्न जान लाग्छ होइन। अनि खेल्ने चाहिँ कहिले हो? टियु जान चाहिँ गइसकेको छ पहिला पनि। के गर्न गयो? खेल्न गयो तर एक पानी बोक्न गयो। पानी बोकेको थियो। हाम्रो दुईवटा मकन ब्लूको प्लेयर। ऊ चाहिँ खेलिसक्यो, उसले त 8औं राष्ट्रिय होइन जित्यो के हो। अनि फेरि कहिले खेल्ने? अब नखेल्ने? अब टिचरै हुने कि नखेल्ने? खेल्ने नि यस्तो। अनि खै त कहिले हो? पहिला चाहिँ प्राइमरी क्रिकेटर, सेकेन्डरी स्टुडेन्ट थियो, अहिले चाहिँ प्राइमरी टिचर, सेकेन्डरी क्रिकेटर। त्यो जस्तै हो क्या, फुल टाइम गर्थ्यो यार, हाफ टाइम। अहिले जिल्लाको गेमहरू त्यहाँ टियुमा गराउँदैन नि त, मूलपानीमा मात्रै गराउँछ। अनि डोमेस्टिक गेम किन नभएर के भन्नु नि त? एनपिएल खेल्नु पर्छ त्यसको लागि। अब आज ब्यानर बनाएर डोमेस्टिक गेम किन नभइरहेको भनेर देखाइदिनु पर्छ। त्यो आन्दोलन हो क्या, त्यहाँ क्रिकेटरको जस्तै। क्रिकेटर यो माथिल्लो लेभलमा मात्रै धेरै गेमहरू हुन थाल्यो, तल्लो लेभलमा केही भएन। ग्रासरुट पनि डेभलप गर्नुभयो, त्यसको लागि चाहिँ के गर्नु? रिजनल हेर्नु न फेरि ब्लग यो। अनि उसको कन्सगर दाइको पर्पल क्याप भन्छ कि सायद जित्नु पर्यो भोलि। साहिल दाइलाई फेरि भिडियो गयो नि त। भोलि जित्नु पर्यो। साहिल दाइले के हो? साहिल दाइ त आउनु कि के अरे सक्यो भने जस्तो भएको थियो। कन्ट्रोभर्सियल क्वेसन नसोध्नु। ल भन्न त साहिल दाइको बारे के भन्न त? फेरि खोज्यो भने टेन्सन यही हो, जलाउने भन्यो भने होइन। कुन सपोर्ट हो? के को सपोर्ट गर्नु गयो? खेलाडीको सपोर्ट, प्लेयरको सपोर्ट, क्रिकेटको सपोर्ट, क्यानको सपोर्ट, मामाको सपोर्ट है मेन चाहिँ। हाम्रो मामा होइन, वान साइड गेम हुनु भएन कि। के भन्नु त? ऐसी अलि गेम फिलिङ हुनु पर्यो, अरू भएन त्यस्तै। ल डोमेस्टिक प्लेयरहरूले म्यान अफ द म्याच पाउनु पर्यो, त्यही हो। अनि यहाँ के हो? डोमेस्टिक प्लेयरहरूले के हो? चान्सै नपायो कि के हो? म्यान अफ द म्याच पाउनु पर्यो। खेल्नै नपायो कि अक्सन पनि नाम लेख्न नपायो कि के हो? डोमेस्टिक प्लेयरहरू पनि आउनु पऱ्यो नि त, केही हक हुनु पऱ्यो नि त। दुइटै प्लेयर हो यहाँ, डोमेस्टिक प्लेयर भएपछि अलिकति बोल्नु पऱ्यो नि। के भन्नुहुन्छ? के भन्दै हुन्थ्यो? भन्नु न, क्यामेरा क्याप्चर गर्न पाएन। हाम्रो प्यारो साथी साहिल पटेल आज डेबी हाल्दैछ अरे, हामी चाहिँ हेर्न गइरहेको छौँ। बेस्ट अफ लक भन्न चाहन्छु म चाहिँ। पहिला टिमसँग खेलेर हुर्क्यो भने
हामी उत्रे उमेर सँगै खेले प्लेयर टियुमा खेल्दैछन् हामी हेर्न जाँदैछौँ होइन त फोकस बिगाएर के हेर्नु तपाईँले 4 बजेदेखि होला सेक्सी देखिरहेको छ यहाँ ऊ डेडिकेसन भएर गरे नि त डेडिकेटेड उमेर 4 बजेदेखि यो मैले हालिदियो भने त के हुन्छ चाहिँ अहिले ट्युतिर लागिरहेको छौँ जोन हामी बस्ने चाहिँ जोन 2 मा हो त्यो गेट कहाँ हो भनेर मेन अर्को ब्लगर खोजा जानु परेको छ होइन न्यू ब्लगर त्यही हो विशाललाई किन फ्रस्ट्रेट हो के हो त फ्रस्ट्रेसन आइदिएको छु त म ओए क्या चाह्यो भने साँच्चीकै आइदिएको प्लेयरलाई चिन्छ है बलले प्लेयरलाई चिन्छ कि फेरि क्याच नगर्ने प्लेयर चिने है विशाललाई फ्रेम त सही आइरहेको तपाईँको फ्रेम फोटो त हुँदैन दाइ हामी त ब्लग ओन्ली ब्लग हो कि ल जोस् हामी अहिले टियुको ग्राउन्ड बाहिर छौँ यहाँ टिकट लिँदैछन् केटाहरूले चाहिँ हामी अब 10 मिनटभित्र ग्राउन्डमा छिर्छौँ है त ब्लगर भएर अर्कोलाई खिच्न लाग्छ भिडियो पनि यस्तो छ enjoying धेरै पछि टियो आउँदा एकदम पुरै ठाउँ चेन्ज भएको भइरहेको छैन कस्तो टियो धेरै पछि मलाई कस्तो फिल भइरहेको छ रमाइलो भइरहेको अहिले चाहिँ हामी यहाँ कर्णाली एक्सले ब्याटिङ गर्दैछ होइन अनि अहिलेको स्कोर चाहिँ 67 रन्स 11 ओभर चल्दैछ सन्दीप लामिछाने बलिङ गर्दैछ होइन तेस्रो 11 ओभरको तेस्रो बल यो चौथो बल फाल्दै सन्दीप लामिछानेले एक रन भयो होइन तर त्यो एम्बियन्स पनि बल देखाएको छ है लाइट्समा एम्बियन्स राम्रो देखिरहेको छ द ग्राउन्ड ग्रीन छ विन्टर्समा यति ग्रीन हुन्छ रङ्गी बिरङ्गी छ अहिले चाहिँ चौका लाग्यो होइन अहिले चाहिँ कर्णाली एक्सको स्कोर 115 रन 4 ओभर चल्दैछ है भाइब चाहिँ एकदम निकै राम्रो छ अहिले कान्ते बाबु के छ हाउ आर यु फिलिङ बाबु ममाल भइरहेको गेम चाहिँ
लान्छेले क्या छोडेको कस्तो लागिरहेको ल प्रेसर 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 सन्दीप लान्छेले क्या छोड्यो क्या छोडिन्छ के फरक परेन के रे सन्दीपको फ्यान थियो सन्दीपले क्या छोड्दा जस्तो राम्रो आउँदो रहेछ राति त आगो प्रेस फाल्यो सकिएको छ होइन कर्णाली एक्सले चाहिँ 161 को टार्गेट दियो अहिले अब अहिले चाहिँ अब ब्रेक सेकेन्ड इनिङको ब्रेक हुन्छ अब म्याचको 161 मलाई लाग्छ कर्णाली एक्सले आज जित्छ जस्तो लागिरहेको कर्णाली एक्सले जित्छ जस्तो लागिरहेको 161 यो बिचमा गाह्रै हुन्छ चेस गर्यो भने त हाम्रो चेस गऱ्यो भने चाहिँ तर यिनीहरू जस्तो जस्तो गेमहरू भइरहेछ मलाई लाग्छ यो 80-90 तिर जान्छ जस्तो लागिरहेको म्याक्सिमम् 100 जस्तो मलाई चाहिँ लाग्छ है हुन त बढी हाने राम्रो हामीलाई ठिकै हो यहाँ फोटो सेसन चल्दैछ है हाम्रो मोडल विशाल फुयाल क्यामराम्यान सृजन पाण्डे कर्णाली र विराटनगर गेम भइरहेछ विराटनगरले बाउन्ड्री हान्न सकिरहेको छ रन रेट रिक्वायरमेन्ट 12 भन्दा माथि पुगिसक्यो मैले अघि भने जस्तै विराटनगरले हार्ने यो लगभग पक्कै छ होइन प्यु ग्राउन्ड सुस्ताइसक्यो सेलाइसक्यो अहिले न बााउन्ड्री छ न केही छ रमक चमकै छैन जनकपुर होइन होला केले के अरे विराटनगर कर्णाली एक्सले हो के गर्नु त्यस्तै खेल्यो मचान डिलाङ डिलाङ अब मचान डिलाङ आयो होप वी गेट सम सक्सेस हियर नाउ सम बिग हिटिङ हामी चाहिँ क्रिकेट हेर्नु पऱ्यो क्या उहाँ को जित्यो केही को आयो केही भएको छैन कि फेरि यत्तिकै सबले हेर्ने भएर 10 ताल भइसक्यो यस्तो कुरा यस्तै हो रमाइलो गर्न झन्डै बााउन्ड्री चाहिँ आएन त्यो लास्ट त भइरहेको थियो तर राम्रो फिल्डिङ होइन यो मचान डिलाङ पनि आउट भएको छ स्कोर 12 ओभरको 6 5 विकेट गइसकेको छ कर्णाली सरी विराटनगर गइसकेको छ अब एनदर लस लगभग स्योर कि कुनै मिराकल हुनु पऱ्यो बाँसिरहेको मतलब छक्कै हार्नु पऱ्यो कि होइन तर त्यो अहिले सम्भव जस्तो लागेको छ बल्ल अलिक भाइब राम्रो भइरहेको छ यो छक्का आउँछ जस्तो लागिरहेको मलाई कट्ला हान्छ लेफ्टी छ अनि चान्स लिँदै चान्स लिन्छ तर मलाई आउट हुन्छ लाग्यो वाटले लिन्छ जस्तो लाग्यो लेट्स सी के हुन्छ भने जस्तै फेस्टिभल हान्न चाहिँ खोजे हो तर लाग्न चाहिँ लागेन राम्रोसँग है त्यो फेस्टिभल हान्न चाहिँ ट्राई गरेको राम्रो पाउँछ त्यो तर बुझ्छ सब्सक्राइबर बढाउनु छैन मलाई अहिलेको थम्बनेल हाल्यो भने त चान्स छ सब्सक्राइबर बढे नबढे नि हाम्रो मेमोरिज बढ्ने चाहिँ स्योर छ क्या त्यो चाहिँ
है रमाइलो मेमोरी भने स्टोरेज मेमोरिज भने मेमोरिज हजुर अहिले फेरि ह्याप्पिडेन्टमा आउला नि फेरि आयो त ठिकै हो हान्छ हो यसले त आगो हान्छ बाह्र ओभर भइसक्यो भर्खर 70 रन त्यो ओभरमा बााउन्ड्री चाहिँ कुनै आएन विकेट पऱ्यो 13 ओभरमा 72 टार्गेट 161 फेरि मार्कवाडको यो राम्रो बााउन्ड्री आयो तिनटा बाउन्ड्री दुईटा छक्का एउटा चौका 15.5 मा 112 पुगिसक्यो अब चाहिँ जित्ने चान्स राम्रो देखिरहेको कम्पिटेटिभ गेम हुन्छ 16 ओभरमा 113 4मा कति 48 पोसिबल त छ लेट्स सी नेपालको ब्याटिङ स्टार्ट हुने थाहा छैन सेलिब्रेसन पनि गरेको छु सर वशिष्ठले राम्रो क्याच पनि गरेको छ तर नो बल दाजुहरु बस्टिम बल छट हाले मैले नि यस्तै हान्न खोज्दा आउट भन्दै बस्दैन अब जम्मा 29 रन चाहिएको छ है 17 बलमा जे होस् फाइभ छ फाइभ 17 बलमा 29 रन राम्रो भन्दा कि नेपाली प्लेयर क्यूटी बॉय हो गया कितने रोकी रहा फिफ्टी पुरा बासिरह्यो म गेम अन भन्दा हुन्छ है अब कति रन चाहियो कति रन चाहियो 40 अब 20 बलमा 40 रनको आवश्यकता है रेडमै गइरहेको सोमपाल कामी बलिङ गर्न नारायण दोषले
by Will Basisto. गयो त बाबु के हो अब के छ विचार जित्छ कि हार्छ अब गेम स्टिल अन हेर सेट ब्याट्सम्यान स्टिल इन द क्रिज र यहाँ बलिङमा नन्दन यादव ब्याटिङमा बासिर अहमद रह्यो निकै नै राम्रो छ 1 रनको लागि मात्र जेस हामीले हेरेर गेम चाहिँ एकदम राम्रो कम्पिटिटिभ भइरहेछ है अरू गेम चाहिँ वान साइडेड भइरहेको थियो जेस एकदम राम्रो कम्पिटिटिभ 12 balls 21 runs needed है ब्याटबाट नि गोली जाने कि चौका यार अर्को भ्लगर चाहिँ म्याक्सो दाउद फिल्डमा आएको छ है हामी जस्तै हावा फ्ल्यास भ्लगर हो Pratish GC on strike here. Feels sad है तर young player ले अब गल्ती भयो है और 9 बलमा 16 रनको आवश्यकता छ है त ल प्रतीश जीसी ल यहाँ रह्यो हावा उडेको छ बल गुङ्गेले गरे जित्दैन अब एक बलमा 10 रन कसले के अरे एक ओभरमा 10 रन कसले जित्छ लास्ट विराट नगरले जित्यो हो तिमीलाई के लाग्छ विराट नगर लेट्स गो सुपर ओभर हुन सक्छ है फेरि यो गेम जित्दैन विराट नगरले म लेखेर दिन्छु मैले भनेको कसले जित्दैन विराट नगरले जित्दैन हो लेखेर दिन्छु म विराट नगरले जित्दैन रे ठिक छ मलाई त रमाइलो लागिरहेको भइहाल्यो यो लेखेर दिएको है जित्यो भने पार्टी ल के त्यो होइन के पार्टी त म भन्छु आफै युविनको लिपस्टिक इज ब्याक एक ओभरमा 10 रनको आवश्यकता है त अब ब्याटिङमा बासिर अहमद र सन्दीप लामिछाने तपाईँहरूले मेरो कमेन्ट्री मिस गराउनु भएको होला त्यो ट्याग आएको छ अहिले चाहिँ माहौल एकदम राम्रो भयो बिचको त्यो 10 हो तर 8 देखि त्यो 14 ओभरको बिचमा चाहिँ खासै त्यस्तो अलिक झुल टाइपकै भएको थियो कि
त्यसपछि चाहिँ बााउन्ड्रीहरू यताउता आउनु थाल्छ है अब 5 बलमा 8 रनको आवश्यकता है त आज हामीले यो एनपिएल सिजनको पहिलो सुपर ओभरहरू पाउँछौँ होला चान्स छ त्यसको नि हेरौँ है त के हुन्छ होला 5 बलमा 8 रनको आवश्यकता तर अहिले कर्णाली इज अन्डर प्रेसर एकदमै यो रिपोर्टर युएन प्रसाद रिपोर्टिङ हेर्छ टिभी टेलिग्राम कहाँ भ्याउँदैन नदौडेको ठिक हो 4 बलमा 7 रनको आवश्यकता है त के हुँदैन रे के हुँदैन रे के हुँदैन हामी पनि तातिँदैछौँ खेलाडीहरू पनि तातिँदैछन् हामीले बोलेको त्यहाँसम्म सुन्दैन होला के हो सुपर ओभर हुन्छ कि क्या हो सुपर ओभर हो सियोर तर सुपर ओभर भने रमाइलो हुन्छ दुई बलमा 4 रनको आवश्यकता है हामी होटेलतर्फ लागिरहेको छौँ है भोकले निस्टर्ट भइसक्यो बिहान खाना खाएदेखि केही खाएन 3-3:30 बजीतिर काठमाडौँ आइपुग्यो त्यसबाट होटेल त्यसबाट फेरि ग्राउन्ड यताउता भयो अहिलेसम्म भोके हजुर हो ठ्याक्कै धला पछाडि आजको डे 1 अफ